भेलोसिटी लोसन हामी आफ्नो भाषामा भन्ने गुन्द्रुकको माटो भन्नुलाई एक्टिभेटर हो तपाईँको न्युट्रिलाइजर यो न्युट्रिलाइजर हो होइन अब कति पाउडर यसमा अब पाउडर चिनी जस्तो हुन्छ है चिनी जस्तो हुन्छ यसलाई हल्का कुमकुम पानी गरम गरेर त्यसमा यो पाउडर हालिदिने अनि पिघ्लिन्छ अनि पिघ्लेपछि लास्टमा यो लगाउने हो कि अहिले होइन लास्टमा प्रोसेस देखाउन अहिले चाहिँ यो भेलोसिटी लोसन कर्ली गर्दाखेरि सबभन्दा राम्रो चिज यो भेलोसिटी लोसन हो कम्पनी धेरै कम्पनीहरू आउँछ तर सबभन्दा बेस्ट राम्रो यही हो यसलाई हामीले भोले खाने चेक गरेर खाने किन भन्नु त यो केमिकल्सहरू तल जमेर बसिरहेको हुन्छ नि त अब दोकानमा कति सामान युज गरे हुन्न हामीले होइन त्यो भएर अहिले हेर्नु यहाँ त्यो चेक गरेपछि कसरी हल्ले भित्र हेर्नु त घुमिराख्ने त्यो चिनीको घोल घोले जस्तो क्या त्यस्तो टाइपको अब दुईवटा कटौरामा हालिदिन्छ अनि यो चाहिँ यसको नाम चाहिँ लास्टमा हेर्नु के रेडी गरेर सबैले हेर्नु अरे ग्रुपमा हाल है अनि फर्स्ट प्रोसेसिङ भेलोसिटी लोसन पछि फेरि थप्नुला है हो जति दुई ठाउँमा पुग्छ दुईवटा भाँडा पुग्छ अरे हँदेर भयो झ्याल त अहिले तपाईँ हामी चाहिँ अलिक पछि बस्ने काम गर्ने ठिक्क हुन्छ त्यहाँ बस्नुलाई अलिक पछाडि जानु है तपाईँ यता खिच्नु न भेलोसिटी लोसन न्युट्रिलाइजर म्याम एकचोटि हजुर यता आउनु पर्यो न्युट्रिलाइजर चाहिँ हामीले लास्टमा युज गर्छौँ कराउनेहरूलाई के भन्ने भने हुन्छ तपाईँहरूको म जग्गै गरिदिन्छु भनेर भन्ने किन लास्टमा उनीहरूले तपाईँको भेट्नु पर्यो नि भित्र हामीले कलर लाग्यो जस्तो कि यो त फेरि के यो के कस्तो कडा छ कपालमा छ झर्ला नि त कपाल सारा दुनियाँको कपाल झर्छ चुप लाएर काम गर्नु यस्तै सोचिरह्यो भने त तपाईँ त केही काम गर्नु सक्दैन होइन भने म्याम जरामा छुयो भने चाहिँ झर्छ कि त्यो त मैले भनिरहेको छु नि मैले भनिरहेको छु नि अनि उहाँको चाहिँ यतिसम्म मात्रै गर्ने है तल हो र यहाँदेखि किनभने उहाँको कपाल अलिकति यस्तो कलर छ नि त अनि उहाँलाई अलिकति सक लागेको कि गर्छु अलिकति मात्रै गर्छु भने कि धेरै नगर्ने कि पछि काट्यो भने पनि पछि काट्यो भने नि यति गयो नि त यति बयस गरेर